हेलो गाइज वेलकम ब्याक टु माई च्यानल इट्स यो गर्ल स्नेहा एन्ड आज चाहिँ मैले हल्का तिहारको ब्लग बनाएको छु हैन जुन चाहिँ मैले सानो सानो क्लिपहरूलाई कम्बाइन गरेर मर्ज गरेँ अनि अब भोइस ओभर हाल्दैछु। अनि आज चाहिँ तिहार पनि हो अनि कुकुर तिहार पनि हो। सो म आफ्नो कुकुरलाई चाहिँ नुहाइ धुवाइ गराउँदैछु, उसलाई पनि पूजाको लागि भनेर रेडी गर्दैछु। अनि अब उसलाई एकछिन घाममा छोडिदिन्छु। अनि यता चाहिँ मम्मी पूजा गर्दै हुनुहुन्छ हैन। अनि यता हाम्रो बहिनी पनि छ, उसले चाहिँ मम्मीलाई भन्दैछ मम्मी मलाई टिका लगाइदिनु न भनेर। हेर्नु है सी टिका भन्दैछ। अनि मम्मी चाहिँ पूजा गर्दै हुनुहुन्छ हैन, फुलसुल चढाउँदै हुनुहुन्छ टिका। अनि यता कुकुरलाई टिका गर्नुभयो, कुकुरलाई पनि माला लगाइदिनु भयो मेरो पुन्टुलाई। अनि त्यसपछि गएर उसलाई चाहिँ माला नलगाएको हामीले, किनकि माला लगाएपछि उसले फ्यालिदिन्छ अनि उसलाई इरिटेसन फिल हुन्छ नि त। अनि फुल मात्र राखिदिएको एउटा, त्यो नै एकछिनमा उसले फ्यालिदिइसकेको थियो। अनि अब चाहिँ मिश्री खुवाउँदै, मिठो कुरा खुवाउनु पऱ्यो नि त हल्का, अनि मिश्री खुवाइदिएको। त्यसपछि अब म चाहिँ जान्छु है अब कोठा सफा गर्न भनेर। यो कोठाको चाहिँ बिफोर लुक अनि त्यसपछि अब चाहिँ आफ्टर लुक। यही हो, हल्का मात्र चेन्ज गरे, तना चेन्ज, अरू त त्यही थियो पुरानै। अनि यही हो। अब त्यसपछि चाहिँ दियोको प्रिपरेसन गर्दैछु, त्यसको लागि तेल र क्यान्डलसँगै राखेको, जुन चाहिँ अहिले टिकटकमा भाइरल भइरहेको छ नि त ट्रेन्ड, त्यही भएर हामीले ट्राई गरेको यो चाहिँ। अनि यता चाहिँ म दियो र बत्ती हाल्दै थिएँ अनि मम्मी चाहिँ यता कलसामा चाहिँ डेकोरेसन गर्दै हुनुहुन्छ हल्का फुल्का। अनि अब यो दियोको लागि मैले तेल हाल्दैछु। यो चाहिँ तेल हाल्दाखेरि हल्का केयरफुल भएर हाल्नुपर्छ है गाइज। अनि मलाई चाहिँ रुगा लागेको भएर हल्का मेरो स्वर कस्तो आएको होला, कस्तो भन्दा नि जस्तो छ त्योभन्दा हल्का डिफ्रेन्ट आएको होला। अनि अब त्यसपछि चाहिँ म रङ्गोली बनाउँथेँ, तर रङ्गोली बनाउँदाखेरि चाहिँ मेरो कलर राम्रो भएन कि हाल्दाखेरि हातले। अनि त्यही भएर म डब्बा किन्न जान्छु भनेर म र मेरो भाइ गएको। अनि भाइसँग जाँदाखेरि पहिला पेट्रोल हाल्न गयौँ हामी पेट्रोल पम्पमा। अनि आज चाहिँ लास्टै भिड रहेछ पेट्रोल पम्पमा नि। अनि त्यसपछि बजार गयो खोपे गलीमा हामी। अनि खोपे गलीमा पनि लास्टै भिड रहेछ आज। ओ माई गड, हिँड्नलाई नि गाह्रो हुने गरी थियो, अरू त्यहाँ झन् बाइक साइक छिराउन नि झन् गाह्रो। अनि फर्केपछि फेरि मैले रङ्गोलीको प्रिपरेसन गर्न थालेँ। यो चाहिँ माथि पूजा कोठामा। अनि त्यसपछि चाहिँ हामी तल जान्छौँ, तल गएर मम्मीले चाहिँ हल्का लिप्नु भयो माटो, अनि रातो माटो, अनि त्यसपछि गोबर। अनि यो चाहिँ म र मेरो बहिनी, हजुरहरूलाई पनि थाहा नै छ त्यो हाम्रो नेपालको फेमस सङ हरियो गोबरले लिपेको लक्ष्मी पूजा गरेको त्यही हो। अनि त्यसपछि गएर यो चाहिँ हाम्रो रङ्गोली बनाउनु स्टार्ट भयो। रङ्गोली बनाउँदाखेरि धेरै सोचेर दिमाग लगाएर गर्नुपर्ने रहेछ, किनकि हल्का बाङ्गुटिङ्गो भयो नि त मेरो। अनि हल्का कस्तो गाह्रो भएको थियो। यो सानो भयो फेरि ठाउँ ठुलो भयो, बट नेक्स्ट टाइमदेखि चाहिँ हल्का क्यालकुलेट गर्नुपर्छ। आई मिन हुन्छ नि, गोलो बनाउनलाई केही न केही राख्नु नै पर्ने रहेछ। अनि राम्रो बन्थ्यो, झन् राम्रो बन्थ्यो, बट इट्स टर्न आउट भेरी मच ब्युटिफुल है। मेरो लागि त एकदम मेरो मेहनतको फल हो भनेर, मेरो मात्र होइन मेरो र मेरो बहिनीको मेहनतको फल हो। अनि यो चाहिँ हाम्रो रङ्गोली लगभग मैले र मेरो बहिनीले 2 घन्टा लगाएर गरेको। हामीले 4:30 बजी स्टार्ट गरेका थियौँ बनाउन, 6:30 बजेसम्म रङ्गोली नै बनाउँदै थियौँ हामीले। अनि त्यसपछि माथिबाट सबैजनाले गाली गर्दै हुनुहुन्थ्यो छिटो छिटो बनाउँ बत्ती बाल्ने बेला भयो भने। अनि त्यसपछि म माथि गएँ, भगवान्लाई ढोकेँ। अनि त्यसपछि गएर यो चाहिँ हाम्रो भगवान् कुल भगवान्को कोठा हो, यता पनि ढोकेँ। अनि त्यसपछि मेरो हजुरआमाले पनि ढोक्नुभयो। अनि म गएँ अनि मेरो बहिनीले पनि मेरो हेल्प गर्यो दियो बार्नको लागि कोठामा। अनि प्यासेजहरूमा करिडोरहरूमा गएर हामीले दियो बार्यौँ। यो चाहिँ मम्मीको कोठामा मेरो दराजहरू माथि राखिदिएको थियो दियो। अनि यो चाहिँ हाम्रो घर स्विट हाउस स्विट होम के भन्ने त्यही हो। अनि राम्रो देखाएको थियो, डेकोरेसन सबै राम्रो थियो। रङ्गोलीको टर्न आउट चाहिँ यस्तो भएको थियो। अब रङ्गोलीको फाइनल लुक। अनि त्यही हो, यही हो घर हाम्रो। हजुरहरू पनि हेर्नुहोस् कस्तो छ भनेर कमेन्ट गरिदिनुहोस् होइन।
अनि अब म माथि गएँ अनि माथि पनि हल्का डेकोरेसन देखाइदिउँ भनेर डेकोरेसन खासै के त देखाएन मैले। रुम हो यो मम्मी र ड्याडीको अनि यो चाहिँ मेरो रुम। अनि त्यसपछि गएर यता चाहिँ हजुरआमाको रुम अनि यो बहिनी पनि सँगै सुत्छ हजुरआमासँग। अनि माथिबाट रङ्गोली यस्तो देखाएको थियो अनि यो अर्को भाइको कोठा। अनि त्यसपछि अब म माथि जान्छु। माथि हाम्रो पूजा कोठा छैन अनि पूजा कोठामा गएँ। मम्मीले पूजा गर्दै हुनुहुन्थ्यो। अनि त्यसपछि हाम्रो यता साइडमा चाहिँ कुल भगवानको कोठा छ होइन। कुल भगवानको कोठाको यो भयो। अनि अहिले चाहिँ मेरो भाइ यहाँ सुत्छ उसको रुम। अनि यो माथि छतमा यस्तो थियो हाम्रो भ्यू। यत्तिकै मैले क्लिप्स हल्का हल्का लिएको छु त्यो कम्बाइन गरिदिएको। यो ड्याडी मम्मीको फोटो अनि यो आन्टी र आन्टीको छोरी अनि यो म। अनि त्यसपछि अब म र मेरो हजुरआमा। अनि त्यसपछि फेरि म तल गएँ अनि तल गएर फेरि एउटा सानो क्लिप अझै लिएँ। अब चाहिँ म यहाँबाट चाहिँ ड्याडीको पसल जानलाई रेडी थिएँ अनि ड्याडीको पसल गएँ। अनि त्यहाँनिर नि मम्मीहरूले पूजा गर्ने प्रिपरेसन गर्दै हुनुहुन्थ्यो। अनि प्रिपरेसन गर्दाखेरि हल्का फुल्का क्लिप स्लिप लिएको थिएँ मैले त्यही क्लिप हालिदिएको। अनि हेर्नुहोस् हजुर इन्जोय गर्नुहोस्। आई होप हजुरहरूलाई मेरो भिडियो मन परेको होला। इफ मन परेको होला भने मन परेमा चाहिँ लाइक कमेन्ट पनि गरिदिनु अनि सेयर नि गरिदिनु। तर आई नो स्टार्टिङको भिडियोहरू त्यति खासै राम्रो त बन्दैन होला किनकि मलाई आउँदैन भिडियो बनाउन। अनि यो चाहिँ ड्याडी मम्मी पूजा गर्दै हुनुहुन्छ होइन। अनि अब म आफ्नो ओटिटी भनेर देखाएको यो चाहिँ। अनि अब चाहिँ हाम्रो ड्याडीको फोटो। अनि अब घर फर्केपछि फेरि बहिनीहरूसँग एकछिन पटाका सटाका उडाएँ। यो चाहिँ फुलझरी होइन छुरछुरी उडाउँदै हो। बहिनीलाई अब अरू कुनै दिन त मिलेन नि त अनि छुरछुरीसँग खेल्यौँ हामीले। अनि त्यसपछि यो चाहिँ चक्रीको पालो। जम्प गरौँ भनेको फेरि लाज लागेर जम्प नगरेँ। एक्लै के जम्प गर्नु कोही भएको भए पो जम्प गर्न मजा आउँथ्यो। अनि त्यसपछि म र मेरो बहिनी गयौँ स्कुल रोड भन्दा यताउताबाट घुम्दा घुम्दै स्कुल रोड पुग्यौँ। स्कुल रोड पुगेपछि हामीले यो हेऱ्यौँ कि त्यहाँनिर भैली खेल्दै हुनुहुन्छ गीत गाउँदै हुनुहुन्थ्यो। अनि त्यसको नि हल्का फुल्का क्लिप लिएँ। अनि क्लिप लिएपछि म र मेरो बहिनीले स्कुल रोडको त भ्यू हाल्नु परिहाल्यो। त स्कुल रोड गएपछि त प्रुफ हुनु पऱ्यो नि त स्कुल रोड गएको भनेर। अनि यही हो स्कुल रोडको भ्यू। अनि त्यसपछि यहाँ मैले भन्दैछु अब स्कुल आएपछि त एउटा भिडियो त बनाउनु परिहाल्यो नि ब्लगको लागि। अनि त्यही हो। अनि त्यसपछि फेरि म भाइसँग गएँ भाइ र सानो बहिनीसँग घुम्न। आज घुम्ने खाने बस्ने पूजा गर्ने यही त हो नि। अब यो हाम्रो सानो बहिनी हेर्नु है हाई रे। अनि घर फर्केपछि फेरि मैले रङ्गोलीसँग फोटो लिएँ हल्का 2-4वटा जति। अनि आज नि लिन्छु भनेको आज त रङ्गोली नै बिग्रिसक्यो रहेछ। अनि यही हो। अनि आई होप हजुरहरूलाई मेरो भिडियो मन परिरहेको छ। यो चाहिँ बहिनी अनि बहिनीको भाइ दाइ मम्मी म र बहिनी अनि आन्टी र मम्मीको पालो। अब के भनौँ म। अब मेरो पालो है प्याट 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 साउन्ड हुन्छ है। अब हेर्नु साउन्ड त म्युट गरेर रहेछु मैले तर प्याट 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 प्याट। अब खाना खाने बेला भयो। अनि आज चाहिँ हाम्रो घरमा के पाकेको छ चाहिँ यो हो होइन। अनि यो चाहिँ भाइले पठाएपछि फेरि मैले यो क्लिप नै एड गरिदिएको लास्टमा। अब चाहिँ म भिडियोलाई इन्ड गर्दैछु। सो मैले चाहिँ लुगासुगा फेरिसकेँ अनि आफ्नो मेकअप पनि रिमुभ गरेपछि मैले चाहिँ हजुरहरूलाई अब फेरि भेटौँला अर्को ब्लगमा भन्दैछु। अनि आजको दिन मेरो यस्तै थियो। यत्तिकै रमाइलो गरेँ इन्जोय त गरेँ जति गरेँ नि थोरै त हुन्छ नि। पूजा नि भयो इन्जोय नि भयो। अब सी यू सुन बाई बाई।